होली खेल्न आउनु है। अब सायदको बेला पनि हुन लाग्यो, गुरुबा पनि आइसके जस्तो लागेको थियो। कता हुनुहुन्छ? ल है दिदीबहिनी, यो सायदको बेलामा हामी सबै मिलेर मजाले रत्याउली गाउनुपर्छ है। आमाहरू पनि 2 जना छन् बाबुका, यी आमाहरूलाई मजाले नचाउनुपर्छ है दिदीबहिनीहरू। गुरुबा कता हुनुहुन्छ? ल त सायदको बेला बित्न लागिसक्यो, आइदिनु पर्यो हजुर। दुला बाबु पनि अगाडि आउनु पर्यो। हुन्छ दिदी, हामी पनि रत्याउली गाउन सुरु गरिहाल्छौँ। बरु हजुरले शुभ सायदको बेला नछुटाएर बाबुलाई शुभ सायदकै घडी छोपेर छिट्टोभन्दा छिटो बेहुलीको घरतिर पठाउने समय पनि निर्धारण गर्नुहोला, तयारी पनि गर्नुहोला है दिदी। हुन्छ दिदीबहिनीहरू, हामी पनि रत्याउली गाउन सुरु गरौँ है त। हरि ओम। मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलायस्तनो हरे। दूरदेशे गतो भद्रा शान्तिके प्रियदर्शनम कालक्षेपो न कर्तव्यो लग्न बेला प्रवर्तते। तदेव लग्नं सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैवबलं तदेव लक्ष्मीर्पतिरङ्गिर्यः स्मरामि। ल त दिदीबहिनीहरू बसेर सुरु गरौँ है। केशवदर्शन सदा प्राप्तिर्देव लेखनात्मक सफेनाय समूहलाई निम्तो आयो रत्याउली गीत गाउने। लेखनात्मक सफेनाय जिम्मामै पर्यो हजुर संस्कृति जगाउने।
सोची थिए मेरो लौरे पक्कै जनता गयो मन मिल्दा ठिकै छ कहिले हानाहान हेर्नु हजुर लौरे जस्तो दुरुस्तैको आयो मन मिल्दा ठिकै छ कहिले हानाहान एउटा भएका दुईटा स्वास्नी ठाउँमा ताना त मन मिल्दा ठिकै छ कहिले हानाहान एउटा भएका दुईटा स्वास्नी ठाउँमा ताना त मन मिल्दा ठिकै छ कहिले हानाहान एउटा भएका दुईटा स्वास्नी ठाउँमा ताना सिरी लाजर म त जनता जान भनेर हिँडेको दोलाका कान्छा बाउले हे बाबु जनता त बरु हामी जाउँला दिन त घरतिर यो एउटा पत्र लगेर पढाइदिएन सुनाइदिएन है बाबु र तैलीका महिलाहरूलाई भनेर पठाएका सुन्नुहोस् है त यो पत्रमा के लेखेको छ म पढेर सुनाउँछु हेर्नुहोस् त हजुर सिरी 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 सिरीमा सिरी आजका रातै भने रत्तेलीका महिलाहरूलाई लुटोसँग बिछट्टै फेरि अन्यथा होइन है हजुर नाच्न र गान मात्रै फेरि नि आइपुग्यो झिल्के लुठो रत्तेली ताताउन कता बसु भन्छ मोरो कुर्सी ठड्याइदेऊ न आइपुग्यो झिल्के लुठो रत्तेली ताताउन रत्तेलीका नर्तकीले भुइँमा लडाइदेऊ न आइपुग्यो झिल्के लुठो रत्तेली ताताउन उच्रिङ्खल बनेर रात कटाउन आइपुग्यो झिल्के लुठो रत्तेली ताताउन उच्रिङ्खल बनेर रात कटाउन आइपुग्यो झिल्के लुठो रत्तेलीका झुरुमा अनि मादलु घन केसी सब रत्तेली लाछ नारीलाई यो धुनका गीत सुन्दा लाउने पो कोही छन् कि सब रत्तेली लाछ नारीलाई जाम मादलुमा नाच मैले पाए दुईटा छोरी यसले पाकी छोरो पहिले त पैदल जान्थे भरिलाई बाँडियो नि जुगे पोइको चोखो माया दोरो पहिले त पैदल जान्थे भरिलाई टपरीमा कबेली भात खान्थे सम्झनालाई एउटा दुईटा टिकटक पनि बना हुने गर्थ्यो पहिले त जाने सुपारी को गयो होला खै आज बसौली हुने गर्थ्यो पहिले त जाने सुपारी को गयो होला खै आज बसौली हुने गर्थ्यो पहिले त जाने सुपारी को गयो
साँझैदेखि यतै भुले गाई कसले दुला